अब चाहिँ यहाँ हामीले बाउ छोरीले चाहिँ कुकिङ गर्न लाछौँ। यी मेरी सानी छोरीले पनि कुकिङ भागी त गयो भन्दै। यहाँ चाहिँ नि अब ट्याक्क आगा चुल्हा बसिया छ आफू पकाउन भनेर। ल ससुरालीमा त पनि अब ट्याक्क चाहिँ मासु भुटिन्छ। अब यहाँ चाहिँ मैले तेल खोल्नेको यहाँ चाहिँ कडाई बसालिया छु। अब भुट्छु है त। स्ट्यान्ड पनि कहाँ ल्याउने हो र, घर आएपछि कुरा है साथीहरू। भिडियो क्वालिटी चाहिँ अलिकति लो आउन सक्छ साथीहरू, कम्प्रोमाइज गर्नु होला है। ए भुट्दैछु म डाक 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 गरेर। कुखुराको मासु, लोकल कुखुरा। तित्रा पनि गराउनु त, तित्रा खान पाएन। ल साथीहरू यहाँ पाक्दैछ, प्याज भुट्दैछु म। यहाँ मासु, यहाँ टमाटर छ, यहाँ मासु छ। कटौरा टमाटर, प्याज भुटिँदैछ। पिकनिक खा जस्तो हुन्छ साथीहरू यसरी बनाएर खानु, मस्त कम त मजा आउँछ। ओहो, गाउँघरमा आएर यसरी पकाएर खानु भनेको पनि ठुलो कुरा हो नि, मधेसतिरबाट त पनि। यी साथीहरू मसला पिसेको, सिलौटामा पिसेको मसला, टमाटर अनि मासु कुखुराको, प्याज। साथीहरू अब चाहिँ प्याज रातो रातो भयो है। यसमा हाल्नुपर्छ मसला, काँचो मसला। मसला पनि भुटिँदैछ। ल साथीहरू मसला चाहिँ पाक्यो, हालिदिनुपर्छ कुखुरा। खसीलाई चाहिँ पछिबाट मसला हालिदिनु हुन्छ, कुखुरालाई चाहिँ पहिले हाल्नुपर्छ, फेरि पछि काँचो बास आउन सक्छ कि। बेसार घरको बेसार हो आमा यो।
मसला पनि गयो। पाक्दैछ। साथीहरू भट्टीमा छ। कोलाई मनपर्छ यसरी आगोमा पकाएको चुलोमा? चक्कस कमेन्ट गर्नुहोस् है। लाइक शेयर सब्सक्राइब पनि गर्नुहोस्। नयाँ च्यानललाई सपोर्ट गरिदिनु। साथीहरू पानी सुकाउनु पर्यो। ब्लॉग गर्दै होस् न, भिडियो बनाउँदै मासुको ब्लॉग हो पुरो। हेलो मामा गरेर सँग आज फेरि के को ब्लॉग हो? आज कुखुरो कुखुरो खाए हो मन त ए बिवाल दिन त भाइरल हुन्छ। त्यो ब्लॉगले पनि नराम दिन लाग्यो। ए हजुरले नि हाल्दिन त भाइरल हुन्छ गाइस। ब्लगरको भाइ। अनि यो कस्तो कस्तो खालको चिकन हो? यो कडाई चिकन हो कि हैन? यो त्यसै मसला हो। मसला चिकन। अनि अरु के छ त? लोकल हो। ल साथीहरु यो पनि अब लगभग पाक्न थाल्यो। उटेर भ्याइ। कति मजाले चरप्प भुट्यो। छोराले पनि मेरो पाक्यो बाबा भनेको छ है। गाइजहरु हेर्नु कस्तो राम्रो पाक्यो। खाना आउनु होला। खाँदैछ मेरो छोराले। आउने भए आउनु, खाने भए यस्तो खाने भए आउनु, बनाइदिनुहुन्छ बाबाले। नुन छ कि नै बाबु? ल साथीहरु भुटुवा बनाएर चाहिँ भ्याइयो है। यस्तो मजाको बनिएको छ। अब यो रातिको टाइम भएर पनि अलि अँध्यारो देखियो है। बन्न चाहिँ एक नम्बर बनिएको छ। त हामीलाई चाहिँ थाहा छ। अब हामी खानीलाई हजुरहरूलाई खुवाउन सकिएन फोनबाट। हेरेर प्रतिक्रिया दिनु होला। आजलाई चाहिँ यति नै है त साथीहरु। बाई।